अझ आधी आइरहेन। तलको दृश्य तल काली गण्डकी, माथि पाङको पुल, घुम्दै फिर्दै हिँड्दै यस्तो उसमा जाने बाटो भइहाल्यो। हामी पारि पुग्छौँ। यो पुल हल्लने आइन्छ, उता बागलुङको उताको त हल्लन्छ। यो चाहिँ मजबुत बनाइन्छ। आउँदा जाँदा तिमा फुल चढाए मैले। घुम्दै 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 पाङको पुल पनि आज त्यही घुमियो। यो बाटो तपाईँको चाहिँ बागलुङ काठमाडौँ जाने बाटो। यो हो पुल, बागलुङबाट पाङ जाने। तल काली गण्डकी, यहाँबाट यता जाँदा बागलुङ। यता पर कालिका मन्दिर, बागलुङको फेमस मन्दिर। यता गाडी चलिरहेको। के देखाउने साथीहरू, काली गण्डकी पुल देख्यो, पुलतिर हिँड्ने हो। यस्तै छ मेरो पारा, यस्तै हो भने हिँड्ने। अब म चाहिँ चौध कुर्दै आएँ यो पुलबाट। बागलुङको लामो पान, यो पाङको सम्पूर्ण दर्शकहरूलाई नमस्कार। यो पाङ पिङ खेल्ने ठाउँ यस्तो छ। यो पारिदेखि नि बागलुङ, वारी पाङ, वारी बागलुङ। तल काली गण्डकी, सल्लाहका बुटा पिङ खेल्ने। यहाँबाट यस्तो हेरेसी हरियाली बुटाहरू। यस्तो पार्क बनाएको कति राम्रो थियो। ओहो, यो बागलुङ जिल्ला यस्तो डाँडा काँडा हरियाली कस्तो राम्रो, कति राम्रो, कति राम्रो ठाउँ छ। वाह, चिल घुमेर। नमस्कार साथीहरू, यो बागलुङ जिल्लाको पाङको पुल भन्छन् यसलाई। यहाँबाट गएर यति लामो हैछ। यहाँबाट वहाँ पुग्न जान सकिएला जस्तो छैन। यता चाहिँ एक्सर्साइज गर्ने यस्तो बबाल तरिकाको बागलुङ तल काली गण्डकी। म यहाँबाट तल काली गण्डकी देखाउन जाँदैछु।